यो चाहिँ मेरो एन्थेरियम प्लान्ट हो, मदर प्लान्ट। र आज यसबाट चाहिँ म अनदर पटमा चाहिँ पटिङ गर्दैछु यसको बिरुवाहरू। र मेरोमा चाहिँ 2 डिफ्रेन्ट कलरको छ, एउटा पिङ्क कलर अन्त अर्को चाहिँ रेड कलरको एन्थेरियम छ। हेलो सबैजना, र आज चाहिँ म एन्थेरियमको बच्चा सार्दैछु हो। अन्त मैले अघि पटमा लिफ मल हालेर ल्याइसकेको छु र यसमा अब म एन्थेरियमको चाहिँ बच्चा चाहिँ सारौँ भनेको आज। र यहाँनिर चाहिँ एन्थेरियम छ मेरो। अनि यो एन्थेरियमलाई चाहिँ मैले चाहिँ मदर प्लान्टबाट छुट्याएँ। यो चाहिँ रातो कलरको हुन्छ, सानो सानो हाइटको हो। फुल ल्याएको थिएँ, अन्त मैले लिफ मलमा सारेको ताकि राम्रो आओस् भनेर। यो चाहिँ सानो हाइटको हुन्छ तर रातो हुन्छ यसको फुल चाहिँ। यो एउटा भयो। यो चाहिँ यो पिङ्क कलरको यो कलरको हो, यसको नि मदर प्लान्टबाट सारेको। र यसलाई अलिकति ठुलो हुनुजेल चाहिँ म यो सानोबटे पटमा नै सार्छु। र अलिक ठुलो भएर जब जन्मिन थाल्छ त्यो पछि चाहिँ ठुलो पट ल्याएर ठुलो पटमा हाल्ने गर्छु। यो टाइममा सार्यो भने चाहिँ मजाले सर्छ नि त। यो एन्थेरियमको चाहिँ मैले मदर प्लान्टबाट छुट्याएर यतिवटा चाहिँ पटिङ गरिसकेको छु। अब यो म सेडमा राखिदिन्छु ताकि डाइरेक्ट माथि आकाशको पानीले चाहिँ नभेटोस् होइन। यतिवटा चाहिँ आज पटिङ भइसक्यो। अब